सो अलर्ट गाइस, हामी चाहिँ भर्खर स्कुलबाट आएको अनि त्यसपछि एकछिन सूचना टाल्यौँ अनि त्यसपछि हामीले चाहिँ अब यहाँनिर चाहिँ मौसम हेरेको एकदम बबाल लाग्यो क्या। मौसमको वेदरहरू पनि बबाल लाग्यो। अघि दिउँसोभरि चाहिँ पानी परिरहेको थियो नि त, अनि पुरै पानी परेर चाहिँ यो पुरै भल बगिरहेको थियो। अनि त्यो अनुसारले चाहिँ यो भाइ चाहिँ उपरदेखि आएको, मलाई अस्तिदेखि नै भ्लग बनाउन सिकाउनु भनिरहेको थियो। अनि मेरो भ्लग हेरेछ क्या मेरो सब्सक्राइबर हो, अनि त्यही भएर चाहिँ अनि यो भाइलाई चाहिँ मैले अब भ्लग बनाउनु सिकाइराखेको होइन। अनि आजको वेदर पनि एकदम बबाल छ, हेर्न सक्नुहुन्छ तपाईँहरू। त्यता चाहिँ फेरि घामलाई अलिअलि उग्रिए जस्तो होइन, उज्यालो भए जस्तो लाग्यो होइन। तर यता चाहिँ हेर्नु न, यसै बादल भैँसमै लागेर यो कुहिरो होक्स्यो होइन, एकदम बबाल छ अरे। अनि यो पछाडि बस्ने भाइले चाहिँ मलाई अस्तिदेखि नै हो क्या भ्लग बनाउनु सिकाउनु। स्कुलमा नि आएको छ, 1 क्लासमा पढ्छु यो भाइ, म 10 क्लासमा पढ्ने, 10 क्लासमा आएर बेमदाई भन्ने गर्छ क्या त्यो भाइलाई। त्यो भएर चाहिँ मैले यति गर्दै आऊ ल भाइ। अब यहाँ ओ भाइ के भन्न चाहन्छौ? अनि यसरी नै हो क्या, के भन्न चाहन्छौ तिमी? भिडियो बनाउन अनि मैले भिडियो बनाउनु त सिकाएँ, अनि तिमीले भ्लग एडिटहरू गर्नुपर्छ, त्यसको लागि अलिक फोन पनि चाहिन्छ। तिमीसँग फोन छ त? तिमी कति वर्ष भयो अरे भाइ? 6 वर्षको मान्छेले अनि भ्लग बनाउन सुरु गर्ने? ल डेन्जर हुने रहेछ यार। मेरो उमेरमा त यो भाइले त समथिङ कति भाइरल हुन्छ क्या यो भाइ त यार। अनि खाजा खायो? खाइसक्यो ल। एकचोटि यहाँनिर फेरि सबैजनाले नमस्कार भनेर एकचोटि नाम साम भनिदेऊ न तिम्रो। अनि मेरो युट्युबमा नाम चाहिँ के छ तिम्रो युट्युबमा? बिएन थापै छ। ओके, अनि के भन्न चाहन्छौ? अनि सब्सक्राइब गरिदिनु भन्न चाहनुहुन्न? हो, सब्सक्राइब गरिदिनु। यस। अनि बिहान भाइको साथी चाहिँ हाम्रो डगी ड्याङ 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 दिसाउ। लेट्स गो बडी। बाई बाई। त्यो भाइ परदेखि आएको मलाई भ्लग गर्न सिकाउनु भनेर मैले हल्का फुल्का चाहिँ सिकाएर पठाइदिएँ होइन। अनि मसँग चाहिँ अब होमवर्क गर्ने चालन छ। त्यो त हो मेरो घर चाहिँ। अनि हाम्रो यता चाहिँ छिमेकी मैयाहरू पनि आएको छन्, तिनीहरूले देखाउन जानुपर्छ क्या। त्यो रातो लाउने छिमेकी मैयाहरू आएको। अनि यता छन् छिमेकी बहिनीहरू, पसलको साउनीहरू बर बसेका छन्। हेर्न सक्नुहुन्छ हाम्रो ठाउँ पानी पर्ने बित्तिकै कस्तो हुन्छ र अस्तितिरको भ्लग हेर्दाखेरि तपाईँलाई के चेन्ज लाग्छ हेर्न सक्नुहुन्छ है तपाईँहरूले। कस्तो लाग्छ भन्दाखेरि मलाई चाहिँ होइन धेरै नै चेन्ज भए जस्तो लाग्छ क्या। त्यो अब दिनभरि पानी पर्ने अनि बेलुका मात्रै यसो यत्तिको होइन उज्यालो भएको देख्दा त मलाई लास्ट अति नै राम्रो लाग्छ क्या। यहाँबाट झन् बबाल भ्यू देखिरहेको छ क्या गाइस। लेट्स सी हुन्छ यतिखेर चाहिँ त्यो डिलबाट चाहिँ त्यो जुन छ नि त्यो डिलबाट चाहिँ घाम निक्लिनु पर्ने क्या, डेन्जर हुन्छ। अनि हाम्रो गाउँको भुसिया कुकुरहरू यता रहेको छ नि, यी भुसिया कुकुरहरू रातभरि भुक्या गर्छन् यिनीहरू, भुके। तर कुकुर भुकेको नि राम्रो अरे। स्यालले कुखुरा लाँदा फेरि हेरेर बस्छ नि, आन्टीहरूले भन्नुभएको। आन्टीको पनि कुखुरा पालेको छ नि त, कुखुरा अनि त्यसै स्यालले लगेको होला। त्यही भएर चाहिँ यिनीहरू चाहिँ डनहरू यिनीहरू। ओए यता हेर, कैसा लगा मेरा मजाक? यता हेर भने सुन्नुहोस् यता। अनि त्यसपछि मैले भ्युसी पनि देखाइदिएँ तपाईँहरूलाई होइन। अनि अरू चाहिँ के भन्दाखेरि आजको यहाँ यो टोलको चिल्लर पार्टीहरू चाहिँ कोही देखा परेन, किनकि पानी पऱ्यो नि त दिनभरि। अनि त्यो भएर चाहिँ अब यस्तो शीतमा जुगा लाग्छ, जुगाले टोक्छ भनेर चाहिँ निक्ले होला। अनि म चाहिँ यो हालतमा हिँडिरहेको छु। पुरा गर्मी भइरहेको छ नि त, अहिले चाहिँ गर्मी बढाएर होला। अनि यो ठाउँमा यतिखेर भनेको चाहिँ पानी परेको नि, अनि त्यो चाहिँ त्यो अनुसारले लाग्नुपर्ने क्या। तर
अहिले चाहिँ अब वेदरहरू चेन्ज भएछ होइन ग्लोबलहरू चेन्ज भएपछि त यस्तै त नि गाह्रो छ यस्तै गरेर बस्ने हो अनि त्यसपछि अहिले भरेसम्म चाहिँ आज म भन्नै पर्दा चाहिँ अघि भरसम्म पानी परेर चाहिँ म चाहिँ बल खेल्न लगाएको अनि हाम्रो चटपटे आन्टीकोमा पुग्ने हो अनि चटपटे आन्टी कोही छ कि छैन हेलो चटपटे आन्टी कोही छैन A few moments अहिले फेरि देख्यो भने चाहिँ मलाई मार्छन् अब मैले बदाम झिकेर खाइदिएँ होइन त्यता जानु हुँदैन बाजे बोजू कराउनुहुन्छ यसलाई चाहिँ मैले अस्ति देखिने यसलाई डेकोरेसन गर्छु भनेर राखेको थिएँ पुरा यसले चाहिँ अब एकचोटि निकालेर चाहिँ म चाहिँ के गर्छु भन्दाखेरि पुरै यस्तो यस्तो सोलिङहरू हान्छु अस्ति एकचोटि गराएको थियो फेरि निक्लिसकेको छ क्या यो घाँसहरू निकाल्यो नि त अस्ति एकचोटि यसलाई गोटमेल गरेर अलिक ठुलो बनाएर चाहिँ यसलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि कटिङ हानेर चाहिँ देखाउनु पर्छ है अब कतै जानुपर्छ जस्तो म तलतिर जान्छु एकचोटि तलतिर मेरो ग्राउन्डहरू कस्तो भइरहेछ हालत दिनभरि पानीले के भइरहेछ म हेर्छु है एकचोटि बेसी हेर्दै गर्नु ल सलाद गाइस म चाहिँ खाइरहेको छु होइन बदाम चुरेर खाइदिएको आफ्नो चटपटी आन्टीको छ नि अनि ल हेर्न सक्नुहुन्छ अघि भाइले भनेको चाहिँ हजुर अब यहाँनिर हेर ल यहाँ सलाद गाइस मैले चाहिँ अब यहाँ हेरेँ क्यामेरा छ नि यहाँ यसमा जाने अनि यहाँ हेर भिडियो लेखाएको छ यहाँ अनि मैले चाहिँ यो भाइलाई सिकाउँदैछु अनि यसरी यहाँ हेरेर टक्कसँगले क्लिपहरू लिने होइन क्लिपहरू लिने त्यसपछि टक्क बनाउने हो क्या बुझ्यौ ल्याउ अठाउ यसरी यसरी अठाउ यसरी नै अठाउ ल यसरी 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 यहाँ यसरी हो यसरी अलि यता राख अलि यता राख अलि यहाँनिर चाहिँ राख न यहाँ अलि बिचमा राख न हात बिचमा राख हात यहाँ यसरी यहाँ यसरी यसरी त्यो उयो हात दे यो हात दे यो हातले चाहिँ यसरी पछाडि गएर हो अलि यता राख अलि अझै अझै यता तिम्रो मोबाइलै ठुलो छ अनि यहाँ हेर यता देखाऊ यहाँ हेरे सलाड गाइस यो भाइले चाहिँ मैले भर्खर क्यामेरा अठाउन सिकाइरहेको छु अनि त्यसपछि यो भाइ चाहिँ यताबाट भिडियो बनाइरहेको छ अब है भाइ तिमी भ्लगर हुने नि त अनि यसरी नि यो भाइहरूलाई चाहिँ देखाउने हो यसरी यहाँ अठाउने यसरी यहाँ यसरी यसरी अठाउने यहाँ हेर त हात मैले कसरी राख्छु यसरी 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 यहाँ यो हात दिएर लेफ्ट ह्यान्ड राख अब भाइले पुरै सिकाइदिनुपर्छ गाइस है यसरी यहाँ राख न खोइ छोडा हो यहाँ अलि राख अलि उता राख हात हो छेउमा अब हात यस्तो गरे यस्तो अनि तिमीलाई अब मोबाइलै ठुलो तिमीलाई मोबाइलै ठुलो हुन्छ नि भाइ त्यो कसरी बनाउँछ अब यसरी बनाऊ यसरी नै बनाऊ अनि त्यसपछि फेरि क्लिप्यो अनि त्यो फेरि पछाडि फर्काऊ यसरी है मेरो भाइले चाहिँ मैले डिजाइनमा सिकायो भने चाहिँ वार 6 इयर्स ओल्ड भइरहेको छ भाइलाई फेरि 6 इयर्स ओल्ड होइन ल 6 इयर्स ओल्ड यसरी नै बनाऊ अब तिमीलाई यसरी ट्याक्क गाइस अनि फेरि भिडियो बनाएपछि देखाउने कि खै अनि यसरी नै बनाउने मैले बनाइरहेको छु अहिले है अनि बनाएपछि चाहिँ यसलाई चाहिँ के गर्नु भन्दाखेरि अब क्यापकटमा जाने क्यापकट डाउनलोड गरेर सक्दैन त्यसमा गएर चाहिँ अनि त्यसबाट चाहिँ एडिट गरेर यो क्लिप लिइरहेछ नि तिमीले यो क्लिपहरू हो यो चाहिँ के गर्ने भन्दाखेरि यसलाई चाहिँ अब जोड्ने होइन काट्ने कता मिलाउने होइन मिलाएर चाहिँ ट्याक्कसँगले हाल्ने होइन त लेट्स सी है गाइस तपाईँहरूलाई कस्तो लाग्छ कमेन्ट गर्न सक्नुहुन्छ यो भाइहरूको लागि है यो भाइहरूलाई चाहिँ मैले के सिकाइरहेको छु भन्दाखेरि होइन कुन स्टिक ल तिमीलाई अलिपछि दिन्छु ल मैले अस्ति एउटा स्टिक चाहिँ सानमुख दाईको भिनाजुले दिनुभएको थियो क्या एउटा स्टिक उहाँहरू चाहिँ काठमाडौँ जानुभयो अस्ति नै हो अनि उहाँले चाहिँ जाने टाइममा चाहिँ यो चाहिँ तिमीलाई काम लाग्छ भनेर मलाई दिइराख्नु भएको थियो अनि त्यो स्टिक चाहिँ ऊ भाइले देखाएको थियो क्या अनि त्यही भएर चाहिँ त्यो स्टिक भइरहेको छ त्यो अहिले त्यो स्टिक चाहिँ मैले युज गरिराखेको
सेल्फी स्टिक भन्छ होइन त्यो स्टिकलाई चाहिँ अब भन्ने पर्दाखेरि अहिले चाहिँ लोप हुँदै गइरहेको छ क्या त्यो छैन त्यो भएको कारणले चाहिँ अब के हुन्छ भने मलाई थाहा छैन भाइ अहिले पछि ल्याइदिन्छु ओके मेरो भाइ पनि भ्लगर बन्ने भयो है गइरहेछ ल भाइ बाई बाई ल त्यसरी नै बनाऊ है अनि अझै नबुझेमा मलाई सोध्नुहोस् ओके यो भाइले अति गरिरहेको थियो अनि त्यही भएर चाहिँ मैले सिकाएर चाहिँ अब तलतिर लाग्नु पनि हुन्छ लेसी हेर्दै गर्नु होला ओके आजको भ्यूहरू पनि बवाल छ अघिको भन्दा चाहिँ चेन्ज भइसक्यो गाइस एकैछिनमा लेसी वाह रे वाह क्या हे ये बात थिएन अझ हाम्रो हिमाल चाहिँ देखिएन क्या हिमाल देखेको भए चाहिँ अझ राम्रो हुन्थ्यो अझ एकदम बेस्ट हुन्थ्यो यहाँ चाहिँ अहिले यहाँ एकजना कोही मान्छेहरू आएछ है अब मलाई यहाँ बसेको फोटोहरू खिच्दियो भने चाहिँ बल हुन्छ जस्तो लाग्यो है मलाई गाइस अल्ल बुने के छ म फेरि पनि निक्लिसकेँ मलाई अल्छी लागेको छ प्लिज उबै पनि मेरो सब्सक्राइबर हो के भन्न चाहन्छु कहाँ हिँड्यौ तिमी अनि त्यहाँबाट हिँड्नु हुँदैन नि त्यो मन्दिरको उयस है यताबाट हिँड्नु ओके मन्दिरको ढुङ्गा हो क्या हामीले यो पूजा गर्थ्यौँ तिमीहरू जन्मिनुभन्दा अगाडि ओके बुझ्यौ नि म 16 इयर्स ओल्ड तिमी 11 इयर्स ओल्ड भइसक्यो आम्मा मलाई त्यस्तो लाग्दैन नि त कपी लिने नि होमवर्क गर्नु न अच्छा म्याडम म त भ्लग बनाउने हो हिँड्ने हो भ्लग बनाउने हिँड्ने हो होमवर्क कहाँ गर्छु मैले होमवर्क कहाँ गर्छु अनि आन्टीहरू नि त्यता बसेर गफ चलिरहेको छ एउटा यो ठाउँमा चाहिँ चौतारा जस्तो बनाउनु पर्ने भयो क्या वाइफाई सबै हालिदियो अनि त्यो मान्छेहरूलाई चाहिँ पुरै बिन्दास पाराले होमवर्क गरेको छैन भनेर प्र्याक्टिकल नदिने गर्दैनन् कहाँ प्र्याक्टिकल चाहिँ नदिने के प्र्याक्टिकलको नम्बर होमवर्क गरेको छैन भने अनि हामी अनि रातभरि गर्छौँ नि बुझ्यौ उयो टाइगर भन न कस्तो टोक्छ बहिनीहरूले थाहा भइसकेको छ क्या पुरै टोक्छ क्या त्यही भएर चाहिँ उनीहरूले यस्तो गरेको हुनसक्छ होइन अनि मेरो ग्राउन्डको हालत कस्तो रहेछ एकचोटि हेरौँ होइन नभए बिहान ट्रेनिङ गर्न आउनुपर्छ अहिले चाहिँ बेलुका चाहिँ अघि भरसम्म पानी परिरहेको थियो अनि त्यो भएर चाहिँ मैले ट्रेनिङ गर्न आइनँ एकदम बोबाल चकाचक रहेछ चकाचक ओहो यो हो नि त ग्राउन्डको लाइन भनेको चाहिँ सो अलराइट गाइज हेर्न सक्नुहुन्छ हाम्रो ग्राउन्ड ए हे अब भयो कोर्स चाहिँ फेरि पानी भएछ हाम्रो मेरो ट्रेनिङ गर्ने ठाउँ चाहिँ एकदम राम्रो भइसकेको छ हेलो भाइ के छ ठिक छ ए ओके अनि हाम्रो स्कुल एकदम भोपाल छ अरे वाह रे वाह 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 हो नि त नाइस भ्यू यार इन्जोय छ सो अलर्ट गाइस रात परिसक्यो हेर्दै है अनि हाम्रोतिर चाहिँ अब कुहिरो अघि मैले भनेको थिएँ नि त कुहिरो लाग्छ भनेर मस्त लागिसकेँ भइबाट उड्दैछ कुहिरो नाइस भ्यू रातिको पनि भ्यू बोबाल आउँछ है गाइस अनि त्यसपछि चाहिँ अब चाहिँ म घरतिर लागेको होइन आजको भ्लगलाई चाहिँ म यतैतिर व्यवस्था हानिदिन्छु हस् त धन्यवाद बाई बाई गाइस थ्याङ्क यू फर वाचिङ